हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु अवर युट्युब च्यानल साथीहरू। अनि म चाहिँ आज तपाईँहरूको माझ चाहिँ मुखबार लिएर आएको छु। खानामा चाहिँ के रहेको छ म तपाईँहरूलाई देखाउँछु, किनभने अहिले म चाहिँ ड्युटीबाट आएर नुहाएर चाहिँ मुखबार बनाएको छु। अनि मैले चाहिँ यसमा राखेको छ म्यागी। अनि यहाँ त बढी यस्तोहरू त पाउने पोसिबलै छैन। अनि यहाँ सनी साइड अफ एक राखेको छु साइडमा। अनि यहाँनिर राखेको छु मैले काँक्राको सलाद, निम्बु, अनि यो भयो काँक्रा। अनि यहाँनिर छ फिङ्गर चिप्स। अनि यहाँ पिउनको लागि चाहिँ माउन्टेन ड्यु रहेको छ साथीहरू। लेट्स स्टार्ट। मैले चाहिँ ग्लोभ्स किन लगायो भन्दा चाहिँ मैले ओभर स्पाइसी हालेको छु, त्यही लागि चाहिँ भरे आँखा पोल्छ भनेर हालेको साथीहरू। फर्स्ट बाइट खाएला साथीहरू। वाउ, कस्तो दामी रहेछ होइन नि सर। It's really good यार। तातो तातो छ साथीहरू। सलाद पनि स्पाइसी बनाएको छु। मिठो। एकमा चाहिँ यस्तो हालेँ। बिग बाइट गर्न सक्छ कि सक्दैन साथीहरू, ट्राई। म सक्दिनँ। साथीहरू मैले चाहिँ फर्स्ट टाइम मुखबार गरेँ है। मुखबार भन्दा पनि यस्तो खाजा खाँदै मुखबार गरौँ भनेर सोचेँ कि त्यही लागि त्यतिकै गरेँ। अन्डा जस्तो चुको मनपर्छ। वाउ, सो गुड टेस्ट यार।
साथीहरू बिग बाइट गर्छु ल बिग बाइट अन्डामा हाल्यो अनि सलाद हाल्यो काँक्राको अचार हाल्यो उनीहरूलाई यस्तो गऱ्यो पोको पाऱ्यो एकै बाइकमा चाहिँ जाँदैन साथीहरू सुनि चाहियो एकसँग चाहिँ वाइवाई भयो म्यागी भयो बुल्डोगहरू यस्तो मिठो हुन्छ साथीहरू मैले चाहिँ म्यागी चाहिँ बस 3 प्याकेट मात्रै बनाएको थिएँ साथीहरू 3 प्याकेटमा आधी मात्रै हालेको मैले वाह साथीहरू so good साथीहरू मैले चाहिँ सकाइ पनि सकेँ अनि सलाद पनि 2टा काँक्रा मात्रै रह्यो अनि चिप्स चाहिँ खान सकेन साथीहरू अनि ड्रिङ्क पनि सकिन बाबा साथीहरू मन पर्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला लभ यु अल बाई बाई